गर्नु न दिदी ओ पुण्डे हेलो गर हामी चाहिँ यहाँ 4वटा टिकट लिइसक्यौँ अनि अझै 2जना दिदी र बहिनी आउँदै हुनुहुन्छ एसटी म्यानको सुरु हुँदै भयो एसटी म्यानको गीत गाइसक्यो हामी चाहिँ बाहिर अनि अरू दिदीहरू हुँदै हिसाब भाउजूहरू पनि जानुभयो नहेर्ने रे कन्सर्ट भए पनि छोरा चाहिँ मक्कै आउनु पर्ने हुन्छ डिजेहरू हेलो गाइस भन्दैछ डिजे आइसक्यो तर दिदीहरू अहिलेसम्म आउनु भएको छैन हामी त छिनै पाएन अब आएको र नानु के फाइदा भयो कि हामी लास्टमा हुन्छ कृष्ण गुरुङले नि गाएर भ्याइसक्यो कि साथीहरू हामी अझै स्टिल बाहिरै छौँ बाहिर पनि मान्छेहरू कम नै हो यो सबिन राईकोमा बसे जस्तो लाग्यो दिदी मलाई त सबै सबिन राईकोमा पुरै जस्तो लाग्यो बाहिरको जति कस्तो धुवा उडेको कस्तो गन आयो यार यो त कलर छोडेको नि अझै भित्र छिरिन्छ ल पनि हेर ड्रोन उडायो लिएर आफ्नो साथमा जानु होला र फेरि पनि चितवनमा यस्तै गरेर आउनु होला भनेर हामी गाइस ह्यापी होली ह्यापी होली ह्यापी शिवरात्रि
सक्यो कन्सर्ट तर हामी घर जान लागेको बाई बाई गाइस तर लास्टमा डिजे नै बजायो एकदम नरमाइलो त्यो केटी त मैले चिन्दिनको लास्टमा आएर यी जोगी बनाइदियो जोगी हामी चाहिँ अटोमा हो हामी चाहिँ भर्खरै घर आइपुग्यो अनिल दाइ अन्त रिसाको बस्नु आज रिसा बमहरू बस्नु गरिदिन्छु बाई बाई न सबै चोखमा मात्रै